नमस्कार। बिहानको 10 बजेको छ। नेपाल टेलिभिजनको यो समाचार बुलेटिनमा यहाँलाई स्वागत छ। म गोविन्द धिताल। नेपाल उद्योग वाणिज्य महासंघले बन्दको विरोधमा अहिले केही बेरमै काठमाडौँको खुला मञ्चबाट सवारी साधन सहितको र्याली निकाल्ने तयारी गरिरहेको छ। महासंघले र्यालीमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ। महासंघ कुनै पनि प्रकारको बन्दको विपक्षमा रहेको भन्दै 33 दलीय मोर्चालाई बन्द फिर्ता लिन महासंघले आग्रह गरेको छ। निर्वाचनलाई बिथोल्न गरिएको बन्द लगायत जस्तो सुकै बन्दको विपक्षमा महासंघ रहेको महासंघका पदाधिकारीहरूले हिजो पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो। नेकपा माओवादी सम्बद्ध 33 दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दको प्रभाव न्यून बन्दै गएको छ। मुलुकभर यातायात सञ्चालन भएको र जनजीवन सामान्य रहेको गृह प्रशासनले जनाएको छ। यसैबीच सवारी चालकहरूले बन्दले कसैको हित नगर्ने भन्दै निर्वाध रूपमा सवारी साधन चलाउन पाउनुपर्ने बताएका छन्। देशका अधिकांश जिल्लाहरूमा बन्दको अवज्ञा गर्दै राजनीतिक दलहरूले चुनावी प्रचार प्रसारको गतिविधिलाई यथावत रूपमा अघि बढाएका हाम्रा स्थानीय संवाददाताहरूले जनाएका छन्। समानुपातिक बन्द सूचीमा सूचीकृत उम्मेद्वारहरू मध्ये थप 3 जनाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कामेश्वर प्रसाद शाह, नेपाली कांग्रेसका सूर्यदेव दास उराव र नेकपा एमालेका सागरदेवी चौधरीको उम्मेदवारी विरुद्ध उजुरी परेको हो। फोरम लोकतान्त्रिकका शाह सडक विभागमा इन्जिनियर पदमा कार्यरत रहेको, नेपाली कांग्रेसका उराव शिक्षक पदमा कार्यरत रहेको र एमालेकी चौधरी सरस्वती बाल विकास केन्द्रमा कार्यरत रहेकोले उहाँहरूको उम्मेदवारी बदल गरी पाऊँ भनी उजुरी परेको हो। उहाँहरू 3 जनालाई आजसम्ममा आफ्नो भनाइ पेश गर्न आयोगले समय दिएको छ। आज हरिबोधनी अर्थात् ठुलो एकादशी। हिन्दू धर्मावलम्बीहरूले आज बिहानदेखि तुलसीको मठको पूजा गरी तुलसी विवाह गर्ने प्रचलन छ। घर घरमा रहेका तुलसीका मठ सिंगार पटार गरी मठ छेउमा साल, बाँस, पयु वा उखु गाडेर तुलसीको विवाह गरिन्छ। अक्सिजन बढी दिने र सुगन्ध आउने वनस्पति हुनाले तुलसीलाई औषधिको रूपमा समेत प्रयोग गरिन्छ। ठुलो एकादशीको अवसरमा आज काठमाडौँको बुढा नीलकण्ठ लगायत देशभरका विष्णु मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागिरहेको छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। लिबियामा प्रधानमन्त्री अली जिदानलाई अपहरण गरेको सशस्त्र समूहलाई संसदले राष्ट्रिय सेनामा गाभ्ने निर्णय गरेको छ। तत्कालीन लडाकु समूह लिबिया रिभोल्युसनरीज अपरेसन रूमलाई सेना अन्तर्गत राख्ने निर्णय संसदले गरेको हो। अली जिदान प्रधानमन्त्री नियुक्त भएदेखि नै सो समूहले प्रधानमन्त्री र विभिन्न मन्त्रालयहरूलाई बारम्बार नियन्त्रणमा लिई आफूहरूलाई पद चाहिएको बताउँदै आएको थियो। संसदका 166 मध्ये 85 जना सांसदहरूको बहुमतले सो निर्णय गरेको हो। हवस् त, समाचार सकियो। हामीलाई बिदा दिनुहोस्। नमस्कार।